भिडियो हेरिरहनुहुने यहाँहरू सम्पूर्णमा दशमला जोडी नमस्कार। मेडिसिटी हस्पिटलको नजिक यो बङ्गलो हजुरहरूको लागि तयार भइसकेको छ। यहाँ देख्नुहुनेछ कार पार्क। यो हो हाम्रो मेन इन्ट्रेन्स। यो भागमा खाली चौरी छोडिएको छ। यो हजुरलाई मैले भनिहालेँ मेन इन्ट्रेन्स। यहाँबाट हामी भित्र प्रवेश गर्न सक्नेछौँ। यो कार पार्क हो, हजुरलाई मैले जानकारी गराइसकेँ। अब यहाँदेखि हामी माथिको भ्यू हेर्छौँ। माथिको भ्यू हजुरहरूले यस्तो देख्न सक्नुहुनेछ। अब हामी भित्र जाउँ। भित्रको भाग यस्तो छ, सेमी फर्निसिङ हो। यदि हजुरहरू फुल फर्निसिङ चाहनुहुन्छ भने पनि कन्ट्याक्ट गर्नुहोला। यहाँ देख्न सक्नुहुनेछ माथि जाने स्टारकेस भने यहाँबाट हामी तल जान सक्छौँ। तल गेस्ट रुम, मिटिङ रुमदेखि सबै कुराले सुविधा सम्पन्न छ। यो हो किचनको डिजाइन, यस प्रकार छ। हेर्दै रहनुहोला। म हजुरलाई डिटेलमा यस बङ्गलोको विषयमा देखाउँदै अगाडि बढ्नेछु। कुन ठाउँबाट बाहिरको भाग कस्तो देखिन्छ भन्ने कुराहरू पनि हेर्दै गर्नुहोला। टोयलेट बाथरुमको डिजाइन यस प्रकार राखिएको छ। अवश्य पनि हजुरलाई मन पर्नेछ भन्ने पूर्ण विश्वास छ। अब फेरि हेर्नुहोस् यहाँबाट देखिने भ्यू। अनि यतातिर फेरि यहाँबाट देखिने बाहिरको भ्यू। साँच्चै नै रमाइलो अनि घमाइलो ठाउँ छ। यो हजुरले हेरिहाल्नुभयो अर्को स्टोरीको टोयलेट एन्ड बाथरुम। अब हामी अगाडि बढ्दैछौँ। अब हामी यहाँबाट बाहिर निक्लिन्छौँ। 7 आना जग्गामा बनेको यस बङ्गलोको प्राइस 7,75,00,000 राखिएको छ। यहाँबाट माथि जान सक्छौँ। प्राइस निगोसिएबल छ। यदि हजुरलाई मन परेको खण्डमा स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहुन विनम्र अनुरोध छ। यहाँबाट देखिने भ्यू, दायाँ बायाँको भ्यू यस प्रकार देख्न सक्नुहुनेछ। यहाँ अलिकति माथि मात्रै हो मेन रोड। हजुरहरू हेर्नुहोला। यो माथिको घर छेउमा हो। यहाँबाट यसरी बाटो आउँछ। अनि यो हाम्रो मेन इन्ट्रेन्स। यदि हजुरलाई मन परेको खण्डमा कन्ट्याक्ट गर्न नभुल्नुहोला। धन्यवाद।